त सुन्दिनँ त के हो निम्रो लागिसक्यो क्या तपाईँहरूलाई त हो यस्तो गर्न नपाए फेरि पनि है त नमस्ते अझै पनि कम भयो क्या मन त चिसो पो बढिसकेछ है अस्ति लास्ट टाइम आउँदा त एकदम गर्मी लागिरहेको थियो होइन चैत वैशाखको जस्तो थियो के अहिले त यस्तो चिसो भइसकेको रहेछ सो धेरै त के बोल्नु है गीत नै सुन्न आतुर हुनुहुन्छ होला नाच्न आतुर हुनुहुन्छ होला खुसी लाग्छ तपाईँहरूको यो माया देखेर सो थ्याङ्क यू सो मच यति धेरै मायाको लागि अनि हाम्रो जति पनि आयोजक टिम हुनुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई एकमुष्ट रूपमा थ्याङ्क यू भन्न चाहन्छु यहाँसम्म बोलाइदिनु भएकोमा भन्दै आपसी गीत गाउँछ है त अनि अर्को कुरा के है आज त फुल्की नै खाएको छैन क्या मैले बुट्टा लाउने बित्तिकै फुल्की यस्तो मनपर्छ कि मलाई होइन फुल्की भन्नै नजानेर खुल्पी खुल्पी भन्थ्यो अहिले त पर्फेक्ट भइसक्यो है अहिले एकछिनमा गएर खान्छु है पसल खुल्लै भयो भने चाहिँ है ल केही छैन हल्का रिभब दिनु यसो माइकमा है थोरै मात्र अनि भोकल पनि अलिक बढाइदिनु है कम कम सुनिरहेको छु अनि ट्र्याकहरू रेडी छ फर्स्टमा चाहिँ सुन्ने गीत मात्र गाउँछु ल अनि एकछिनमा हामी जङ्गिँदै जानुपर्छ हजुर नाच्ने हो यति आतुर हुनुहुन्छ नाच्नलाई पहिला सुन्ने गाउँछु कि एक दुईवटा है ल फर्स्टमा तपाईँहरूलाई मनपर्छ फर्स्टमा चाहिँ यो गीत कसले सुन्नु भएको छ पिपला पत्तै फरर मनै भयो हरर छोडी जाने बैगुनीको लक्षर यो गीत पनि एकदम मिठो छ है हाम्रो एसटी योगी दाईको शब्द सङ्गीतमा रहेको गीत हो है एकदमै मन पराइदिनु भएको थियो फिमेल भर्जनमा आएको थियो मेरो यहाँभन्दा अगाडि चाहिँ मुटुमै बसी छानी माया गाउँछ है त ल थोरै लाइन सुन्न एकदम राम्रो छ हाम्रो ब्रिजेश श्रेष्ठ दाईको शब्द सङ्गीतमा रहेको गीत मुटुमै बसी छानी माया है सर्च गरेर हेर्नु होला है सुन्नु त भएको छ होला हल्का लिरिक्स याद नभएको है ल अब चाहिँ अर्को गीत है यो गीत त धेरैजनाले सुन्नु भएको छ होला माया मारेर नजाउला निरमा ओहो नि सबैजनाले सुन्नु भएको रहेछ है यो गाउने हो र यो सुन्न चाहनुहुन्छ हो खै हात उठाउनु सुन्न चाहने हो सबैजना हुनुहुँदो रहेछ ल सो मच ल यो गीत पनि एकछिनमा गाउँछु त्यहाँभन्दा अगाडि अब लास्ट एउटा गीत सुन्ने गाउँछ है त्यसपछि त हामी यो पुरै धुलो उड्छ अहिले त एकछिनमा त पुरै धुलो उड्छ मलाई थाहा छ तपाईँहरूको जोस सागर इनर्जी मैले देखिसकेँ अघि नै म त पुरै रेडी हो तपाईँहरू रेडी हो कि नै
यस्तो लजाउनु भएको जस्तो लाग्यो कि गर्भवती नभएर हो गर्भवती नभए पनि पछाडि त छ त केही छैन सबैजना नाच्नुपर्छ भन्ने पनि छैन कसैलाई सुन्न मात्र मन लाग्छ होइन कसैलाई नाच्न मन लाग्छ आफ्नो इच्छा त हो नि होइन भन्दै अब चाहिँ यो गीत गाउँछु है म विशेष गरी हाम्रो दिदीबहिनीहरूले एकदम धेरै मन पराइदिनु भएको त्यसकै गीत त नभनौँ तर त्यसकै टाइमिङमा रिलिज भएको गीत हो कि अगाडि नै यस्तो भन्ने हो त अनि दिदीबहिनी भन्ने बित्तिकै यस्तो गर्ने है दाजुभाइहरू के हो केटाको नि लाइन छ नि ढलकै झुम्काना ढल्कियो ढलकै जमाना ढल्कियो मायाको कमारो कराकुरु तपाईँहरूको लाइन छ नि यसमा कति राम्रो रमाइलो हुन्छ है ल नत्र भन्ने जिन्दगी बेथा उनी छन्नको गजलको अर्थ छ भने सितारी मेरो छाई पुतली भने सितारी मेरो छाई पुतली थ्याङ्क यू सो मच ल है फाइनल्ली स्टोरी काटिसकेको अवस्था छ अब पसिना मात्र आउन बाँकी छ तर पसिना चाहिँ एउटा गीतले अवश्य पनि ल्याउँछ भन्ने कुरामा म विश्वास गरिरहेको छु त्यो गीत कुन होला हट भएर अब यसमा नाच्ने भाइ दुश्मन हेरेको अगाडि बढाउँदै ठुलो उडाउँदै मेरो यस्तै चोपारा मेरो फेरि नाच्ने हो फेरि नाच्ने भनेर आज उठाउनु छ खै यो गीत त मैले जुनै स्टेजमा गए पनि दुईचोटि त घाक्कै हुन्छ क्या फेरि हो नाच्ने खाजा खाएकोदेखि कस्तो पेट दुख्यो मेरो त हजुर फुल्की खाना बाँकी नै छ के गर्नु है ल हजुर अब चाहिँ सुर्ती मार्दै बनाएको है त हुन्छ
लागि गाउनको लागि है अनि तपाईँहरूको यो माया देखेर धेरै धेरै खुसी छु र फेरि